वेलकम टु आवर ब्लग। आज माता तीर्थ औँसी हो, अप्रिलको 27 आइतबार, सन्डे अप्रिल 27 अफ अप्रिल होइन। आज आमालाई सानो सरप्राइज दिन गइरहेको छौँ। अहिले ठ्याक्क बिहान पनि भयो, हामी भर्खर उठेर फ्रेस भएर अनि आमालाई सरप्राइज दिने विचार गऱ्यौँ। र आज नि मैले ब्लग पनि सुरु गर्ने विचार गरेँ। मैले यो भिडियो रेकर्डिङहरू त पहिला पनि गरेको छु, तर युट्युबमा पब्लिस गरेको छैन। वेलकम टु आवर ब्लग। It is going to be a new beginning of vlogging, new vlogging journey for me and my family. I hope you guys enjoy the video. ल अब आमालाई चाहिँ माता तीर्थ औँसीको दिनको सरप्राइज गर्न हामी लाग्दैछौँ है। सो हामी कहाँ जाने हो? छोरा पनि रेडी छ, प्याकेटहरू पनि रेडी गर्दैछौँ। यता के बोका लिएर आमा ल औँसीको दिनको हजुरलाई धेरै शुभकामना। ल दर्शन गर्नु पर्यो। तिमीलाई आशीर्वाद आयुष्मान भए, सुख शान्ति होस्, शत्रु नलागुन्, नौघर शान्ति हुन्, चन्द्रमा दाहिने हुन्, सोचेको सफल होस्, सधैँ राम्रै सुन्न पाऊँ, राम्रै देख्न पाऊँ, भगवान्का कृपाले चन्द्रमा दाहिने हुन्, आयुष्मान भए बाबु, सधैँ बाँचिन्जेल हाँसी खुसी सबै देख्न पाऊँ। ल आमालाई भाग्यमानी भए, आयुष्मान भए, सौभाग्यवती भए, सुख शान्ति होस्, मिलिजुली हाँसी खुसी भएर जिन्दगी बिताए सबै परिवार। यसैमा खुसी छु बा। हजुर त बिहानै उठेर चट्ट परेर बस्नु भएको छ नि त। यो चट्ट त काहीँ पर्ने। हजुर धन्यवाद धन्यवाद। ल समय आमालाई जिउ गरेर जाऊ, आमालाई जिउ गर। मेरो सन्तान नाति आयुष्मान भए, धेरै पढे, ठुलो मान्छे भए, आयुष्मान भए, बुद्धिमान भए, विद्वान भए है कृष्ण भगवान। हस् भन, ए कृष्ण भगवान हस् भन न। थ्याङ्क यू। ल आमा देऊ न तिमीले। धन्यवाद। एकदम खुसी। सासुन्द्री पारी आएर नि के अरे औँसी पनि मान्न पाइयो, दसैँ तिहार सबै मान्न पाइयो, धेरै खुसी लाग्छ। चाडबाड जति यो हाम्रो सौभाग्यको कुरा हो नि, आमाहरूलाई चाहिँ यहाँ औँसीमा सेवा गर्न मौका पाउनु, आमासँग बस्न पाउनु भनेको त ठुलो भाग्यको कुरा होला। ए राधे श्याम। ल यता आउँछु मसित। ल आमालाई एउटा सानो फ्रुट प्लाटर उडिने चिया बनाएको छ नि, एक कप सानो फ्रुट प्लाटर तयार गरियो। अब आमा आज औँसीको दिनमा अरू कुराहरू केही पनि नखाने कारणले गर्दाखेरि औँसीको दिनमा जसको आमा हुनुहुन्न उहाँहरूले चाहिँ बिहानै स्नान गरेर चोखो भएर आमाको नाममा तर्पण दिइसकेपछि मात्रै केही खाने शुद्ध खानेकुराहरू खाने प्रचलन रहेछ। त्यो अनुसारले अब आमालाई एउटा फ्रुट प्लाटर बनाइरहेको छ। ल आमा ल हेर्नुहोस् त बाहिर, मैले हजुरलाई एउटा यस्तो फ्रुट प्लाटर बनाएर आउनुहोस्। बुहारी नि आऊ, छोरा नि नाति नि आऊ। राधे राधे श्याम। ल हेर्नु न हेर्नु। ल ल ल हेर्नु भित्र बाहिर गएर चाहिँ फ्रुट प्लाटर। राम 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 श्याम राधे राधे राधे। आमाको मुख हेर्ने दिनको चाहिँ सौभाग्य प्राप्त गरियो यो वर्ष है। कति वर्ष भयो आमा हामीले यसरी चाहिँ साक्षात् कार्यक्रम नगरेको? हामी हजुरलाई नै चाहिँ भयो 10-8 वर्ष। आमाको औँसी मनाएको त मलाई यादै छैन। यादै छैन। त्यस्ता कुरा कहाँ भन्छ नि। हजुरले त पाउनु भयो कि नि एकचोटि दिदी कहाँ आउँदाखेरि पहिल्यै चाहिँ। अब त पालि तिमी फेरि इन्डिया थियौ। हो म चाहिँ ल तिमी फेरि ल आमाले बस्नुहोस्। यो हजुरलाई पाकी भाइले चाहिँ इन्डिया पढ्दै थिए। हो ल यो औँसीको मेसो मिलेको त आजै हो। छोरासित बुहारीसित छोरीसित अहिले हो। ल बस्नु त हजुर। 60 वर्ष भए
सरस्वती पाएको त यसपालि नै हो हो अहिले ल हजुर पहिला बस्नुहोस् त ल हजुर बस्नुहोस् त मैले हजुरलाई खुवाइदिनु पर्यो आमाको औँसीको बस्नु न ल बसेपछि बसेर आनन्दले राम्रोसँग फेरि पानी तर्क्यो के अरे ल आमा हजुरलाई आमाको औँसीको शुभकामना छ यसरी हजुरसँग चाहिँ हजुरलाई प्रत्यक्ष भेटेर हजुरकै अगाडि चाहिँ आमाको औँसी मनाउनु पाइयो त्यसको लागि एकदम भाग्यमान ठान्छु ल के पनि खान्छौ हो ल ग्रेट ओ अर्को खाऊ ए आमालाई खुवाइदिन्छौ ल आमालाई नातिले नि खुवाइदिन्छ न ल लौ न ल ल ल त्यही छ हातमा त्यही छ हातमै छ त्यही हातमै छ ल आमालाई बिस्तारै राम्रोसँग खुवाइदियो नि मुखु त हो कति राम्रो चिज हो माई गॉड गुड बोय ल बिस्तारै बिस्तारै छ ल ल्याउ त यता फर्कु उहाँ हेर त मा गर्ने रे आमा मा गर्न देऊ मलाई माया गरिदेऊ त बाबाले यहाँबाट यसरी खिच्ने अब आज आमाको औँसीको दिनमा हामीले अब भ्लग सुरु गर्नु पर्यो योभन्दा एउटा अस्पिसियस भनेको के भन्नु विशेष दिन भ्लग सुरु गर्नलाई अरू के होला होइन भ्लग के यस्तै भिडियो बनाउने आजदेखि सुरु गर्नु पर्यो भनेर चाहिँ सुरु गरेको ल के हुँदैछ त यहाँ खोइ कान्छी यहाँ के हुँदैछ भन त आज के डे हो आज कान्छी मदर्स डे हो मदर्स डे तिमीले ममलाई के दियौ त आफ्नो मदरलाई चकलेट हो ए ल गुड बोय यहाँ ट्रे एकदम रेडी हुँदैछ आमालाई मदर्स डेको विशेष उपहार ओके ल ल अब अहिले 82 साल धेरै रमाइलो भयो सोचे भन्दा धेरै रमाइलो भयो हजुर अनि फेरि आएपछि नातिको बर्थडे सबै ज्वाइँ छोरी नाति नातिना आफ्ना माइती सबै वरिपरि नाति नातिना भएको धेरै रमाइलोसँग नातिको बर्थडे मानियो हजुर के अरे 85 साल भनौँ न हजुर 85 साल बर्थडे त 85 सालमा मानेको होइन त अहिले 82 साल हो 81 सालमा 81 सालमा नातिको बर्थडे सुरुमा आउँदाखेरि आएको 4 दिनमै चाहिँ नातिको बर्थडे मानियो 81 साल हजुर त्यो पनि एकदम रमाइलो छ रमाइलो भयो सास समुद्र पारी आएर नि बर्थडे मनाउन पाइयो हजुर धेरै खुसी लाग्यो सबै बोलाएर छोरा बुहारीले सबैलाई राम्रो गरेर सबै भेट भएर खानापिना नि राम्रो सबै रमाइलो भयो बेसरी हजुर अब त्यहाँपछि दोस्रो फेरि अब विजय दशमी हजुर पनि सबै नाति नातिना सबै हाम्रा गोल बगल लामो छ अस्ट्रेलियामा सिडनीमा हजुर राम्रोसँग मानियो हजुर एकदम भव्य रमाइलो भयो हजुर अनि यहाँ सबै छोराका छोरीका बुहारीका साथी समेत सबै आमासँग आशीर्वाद माग्ने भनेर आउनुहुँदो रहेछ त्यो पनि धेरै खुसी लाग्यो हजुर त्यहाँ पछि फेरि तिहार आयो तिहार पनि धेरै रमाइलो भयो माइत गइयो सास समुद्र पारी आएर नि भाइ थिए भाइले बोलाएर माइत गइयो टिका लगाइयो धेरै रमाइलो भयो तिहार पनि अनि फेरि त्यसपछि अब चाडबाडहरू तिहार पछि त सकिए अनि सुरु भयो फेरि अब 82 साल छोडेर अनि 81 साल छोडेर 82 साल 81 साल छोडेर 82 साल उपयोग भयो वैशाख लाग्यो हजुर 82 साल वैशाख लागेपछि अनि छोराछोरीले सबै आमा औँसीको राम्रो गर्ने राम्रो मनाउने हजुरलाई भेट्न नि नपाइने देख्न नपाइने फोटो मात्रै हेरेर बसिया थियो अहिले मान्छे प्रत्यक्ष भेट्न पाइयो भनेर छोरी छोरा बुहारी ज्वाइँ राजा सबै एकदम नाति नातिना सबै एकदम ह्याप्पी खुसी छन् एकदम ह्याप्पी खुसी छन् यो पनि म त अचम्मै लाग्छ धेरै खुसी छु सोचेको भन्दा धेरै सम्मान गरे यसमा असाध्यै खुसी छु दिन पनि आउँदो रहेछ नि खुसीका अनि सबै परिवारको सबैको राम्रै देख्न पाऊँ राम्रै सुन्न पाऊँ सदा सर्वदा
सात समुद्र पारी भाइ अहिले त अब टेलिफोनले भाइबर मेसेन्जरले भेट्न पाइन्छ हतियार मेटिन्छ अब जे भयो नि अब फेरि नेपाल फर्कँदैछु औँसी मानेर 4 दिनपछि हजुर अब यिनीहरू सबैलाई छोराको छोरीको बुहारीको ज्वाइँ राजाको सबैको रहर पुर्याएँ हजुर नाति नातिनीको नि बसेँ यसपालि 3 महिना बसी थिएँ अगाडि अनि ज्वाइँ राजाले बोलाएर सबभन्दा अगाडि आएँ 3 महिना बसेँ फेरि दोस्रोमा छोरा बुहारीले बोलाएर आएँ 3 महिना बसेँ यसपालि 7 महिना बसेँ अस्ट्रेलिया सिडनीमा धेरै रमाइलो भयो सोचेको भन्दा नि अनि सबै खुसियाली मात्रै देखेकी छु राम्रो मात्रै देखेको छु राम्रो मात्रै सुनेकी छु त्यसैमा ईश्वरलाई धन्यवाद भव्य आमा औँसी मनाए छोराछोरी ज्वाइँ यसैमा एकदम खुसी लाग्यो रमाइलो लाग्यो सबैलाई आशीर्वाद अब हाम्रो च्यानललाई लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु भन्नु अब त्यस्तो त अब लाइक सब्सक्राइब कमेन्ट भन्ने त अब